हेलो गाइज नमस्कार। हिजो संसदमा हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गर्दा गर्दै पनि के भयो त संसद जबरजस्ती चलाइयो है। र चलाइएर जसमा चाहिँ नि हाम्रो गृहमन्त्री रमेश लेखकज्यूको बोल्ने पालो आएको थियो। उहाँले बोल्दै गर्दा के भन्नुभएको छ थाहा छ? उहाँले भन्नुहुन्छ मैले भिजिट भिसा प्रकरणमा मानव तस्कर जस्तो काम गरेको छैन। यो चाहिँ ममाथि चरित्र हत्या गरिएको छ, आरोप लगाएको छ, लान्छना लगाएको छ। यो सरासर झुटो हो, गलत हो। त्यस्तो कुरामा मैले किन राजीनामा दिने, किन मैले मन्त्री पद त्याग गर्ने भनेर उहाँ भन्दै हुनुहुन्छ। आफूलाई पर्दाखेरि त्यस्तो हुने है, आफूले चाहिँ मन्त्री पद छोड्न नपर्ने हैन, आफूलाई चाहिने चरित्र हत्याको कुरा गर्न मिल्ने। तर सेम कुरो त्यही कुरो हाम्रो गृहमन्त्री पूर्व गृहमन्त्री रवि लामेछानेज्यूलाई हेर्नु त। उहाँलाई जुन चाहिँ यो सहकारी प्रकरणमा चाहिँ उहाँको डाइरेक्ट कनेक्सन कुनै पनि छैन, फेरि पनि उहाँलाई छानबिनको लागि भनेर जेलमा कोचिएको छ। कुरो बुझ्नुभयो त? मन्त्री पद त्याग्न लगाइयो, जेलमा कोचेर अहिले कति टर्चर दिइराख्नु भएको छ उहाँलाई। कुरो बुझ्नुभयो त? उहाँलाई चाहिँ त्यस्तो हुने, आफूलाई चाहिँ यस्तो। कुरो बुझ्नुभयो त? त्यही भएर समय आउँछ, पर्खनु पर्छ, सबैको पालो आउँछ भनेको यही हो। तर के गर्ने, तपाईँहरू ठुला दल हैन, ठुला नेता, ठुलो पार्टीको मान्छे, त्यही भएर तपाईँहरूले राजीनामा दिन पर्दैन। त्यो त राष्ट्रिय स्वतन्त्र पार्टी हैन, अर्को चाहिँ हाम्रो बालेन, अर्को चाहिँ हाम्रो हर्क साम्पाङ, अर्को चाहिँ हाम्रो गोपी हमाल जस्ता व्यक्तिलाई मात्रै हो नि त कारबाही हुने, हो कि नै? किनकि उहाँहरू जनताको पक्षमा बोल्नुहुन्छ। तपाईँहरू आफ्नो नेता टाउके जसको झोले भनेर चाहिने केपी ओलीको झोले, शेरबहादुर देउवाको झोले भएर काम गरिराख्नु भएको छ। त्यही भएर तपाईँहरूले राजीनामा दिनु पर्दैन, किनकि उहाँहरूले तपाईँलाई च्यापिहाल्छन्, हो कि नै? त्यही त हो लोकतन्त्रको मतलब, त्यही त हो नि। देखाइराख्नु भएको छ हजुरहरूले लोकतन्त्र हैन। ओके गाइज, यही भन्न आएको म है। थ्याङ्क यू सो मच।